के तपाईको पनि ओठ अनि जिब्रोमा यस्तै घाउ छ, खाँदाखेरि पोल्छ, बोल्दाखेरि दुख्छ अनि बारम्बार एउटै ठाउँमा आइरहन्छ? नमस्कार, म डाक्टर सोनिया पौडेल जर्मनीबाट। यो सानो सानो पहेँलो घाउलाई हामी अफ्था भन्छौँ अथवा माउथ अल्सर। यसलाई चाहिँ सामान्य भाषामा मुखभित्र हुने घाउ पनि भनिन्छ। यसको वरिपरि प्राय रातो घेरा हुन्छ र यो निकै पोल्छ। यो किन आउँछ त? शरीरको प्रतिरोधक प्रणाली कमजोर हुँदाखेरि, भिटामिन B12, आइरन वा फोलिक एसिड कमी हुँदाखेरि, धेरै तनाव हुँदाखेरि, मुखभित्र सानो सानो चोट लाग्दा अनि हर्मोन परिवर्तन हुँदा। धेरैलाई चाहिँ यो सर्ने हो कि भनेर डर लाग्न सक्छ, तर वास्तवमा यो सर्दैन। अफ्था आइसकेपछि के गर्ने त? धेरै मसालेदार र अमिलो खाना केही दिनको लागि बन्द गर्ने, मुख सफा राख्ने, आवश्यक परेमा भिटामिन चेक गर्ने अनि धेरै दुखेमा चाहिँ डाक्टरले दिएको जेल वा माउथवासको प्रयोग गर्ने। अधिकांश अवस्थामा चाहिँ 7 देखि 10 दिनभित्र यो आफै निको हुन्छ। तर यदि बारम्बार आउँछ, 2 हप्ताभन्दा बढी समयसम्म रहन्छ भने चाहिँ डाक्टरलाई देखाउनु जरुरी हुन्छ। यदि तपाईँलाई पनि यस्तो समस्या छ भने कमेन्ट गर्नुहोस् अनि मलाई फलो गर्न नबिर्सनुहोला।